हेलो साथीहरु, स्वागत छ हजुरहरुलाई फेरि पनि आजको नयाँ भिडियोमा। अनि देख्न सक्नुहुन्छ यहाँ हाम्रो चाहिँ आज के छ? माछा पकाएर खाना पार्टी छ। अर्ग्यानिक माछा खोलामा आएर हामीले माछा चाहिँ हामी बनाउने माछा फ्राई गर्नलाई लिएर आएको स्पेशल। मम्मीले र बहिनीले चाहिँ सफा गर्दै हुन्छ। बहिनीले त मैले मारेर ल्याएँ खोलामा। खै हामीलाई तितौरा तितौरा खै अघि खाइरहेको माछालाई चाहिँ गर्ने भएर हामीले माइदिले नुहाइदिएर अनि अहिले तेलमा तेल तताएर अनि बेसार हालिदिएर अनि तताउनुपर्छ। हिजो दिदी होइन हाम्रो पनि यस्तै हुन्छ जलपरीको यस्तै हुन्छ अहिले जलपरी त त्यस्तो त कहाँ होला र जल त्यो चिप्ले केटाको बुढाबुढी त त्यो बाख्रालाई त घाँस दियो भने है, घाँस दियो भने चाहिँ खाइएर। अनि त्यो पारी चाहिँ म स्कुल पढेको है, सानो छोराले त्यहाँ पढेको थिएँ सल्ले स्कुल। पारी चाहिँ नर्सरी गाउँ भनिन्छ। हुन्छ राम्रो पकाएर दिदिनु खोइ। माछा पनि नुहाइदिएर सकियो। चिसो छ आउँदैन। अझै खुल्यो होइन यहाँ यो काम गर्नु पर्यो यो गर्नु फगाउनु पर्छ नि पकाउनु दिन्छ। माछालाई नुहाउँदैछौँ साथीहरू। के हटाउला दुइटा यति म दङ्गमा त्यतिकै 1 रुपियाँ घटाउन नमिल्ने छ। कहाँ राख्यो म गुरगुदो लेखेर साथी भाइ है कस्तो माछा कसै बनाउने थाहा छैन अब त्यो त के गर्दैन साफ गर्छ
रोटी हालेर मजाले आगो देऊ सबै त्यो काम गर्छ होइन मजा के भन्छ सबै रोटी दाइ बस्यो हौ तातो तातो रोटी आमा खुवाउने आउँछ भुट बसेर खान्छ कोही नि खाँदैन वाक मात्रै भरिएर बस्यो दिदी यहाँ गिलास भरिएर बसेको थिएन कसरी दिदी सुत्यो भने हो ए सुत्यो मात्रै हुन्छ रदै सुत्यो हुन्छ बोल्न पाइँदैन भने ए आमा मात्र छोरी न मात्र के भन्छ आमा छोरा भन्छ गाना गर्नु त हामीले देखाइराछ मलाई हेलो हजुर उता हाय आमा माछा तिम्रो बसी रोटी भर्खर पाउँदैछु म त धर उता भर्खर दुधेलो भएको छ खानापिनामा हामी एकदम व्यस्त छौँ गर्नु वाली सक्छ के भन्नु पैसा ल्याउनुहोस् न क्या हो म त अघि देखाएको हजुर हाम्रो त्यहाँ मान्छे उसुति हाम्रो घरको कान्छो छोरो ढोला आएको त कुकुर सबै खाइदिएर अनि राखेको मैले फेरि बिरालोले नै सबै आमा बाउ अघि बाबा अङ्कल किन बुवा भने म गाडी हालिदिन्छ हाम्रो त सामान सुन्नु सामान त मैले कसैले दिन्छु भने आज शुक्रबार सानोमा म अनि मलाई नाम नै छैन दारु के भाषा छैन सागो लाउनु छैन समय चाहिँ म जानु त्यही छ धेरै नपर्छ दिशा लागिसक्यो अस्ति म बिचार यहाँ त भयो कता भयो होला ओके दाइ के हो के नि यसपालि सम्झनको के मादिरा हो कस्तो भएर देखायो भने कहाँको हो त बल गाछ हो ए ओ म त रोटी के हो रे मालदिदी के भने आउनु भयो कोही खाँदैन के छोराछोरीले खान्छ नि त त्यही भएर नोकरी खाना पर्यो नि म त सिन्ताङ्ग भएर बसिसकेको यसरी हुँदैन घुमाउन आउँदैन आज आउँदैन यसरी नि हो नि त तर यस्तो छैन यस्तो छ समूहको छ अरू त छैन
यही थियो यहाँ त्यत्रो चोरी भइसक्यो हो मैले चाहिँ गरेँ हिजो के अरे त्यो ननिकाल्नु भने तपाईँलाई त्यो चोरी छ कि त्यो म चाहिँ तेल भुट्दैछु साथीहरू। दीदी के बच्चा के हो है तोरी छु म चाहिँ धुवाई कौन आयो उयो क्या मुडा मखन भात त हजुर तेल खर्च धेरै हुन्छ के मनमा हजुरबालाई मनपर्ने माछा होइन
भित्र त्यो महँगो छ 200 मैले अस्ति नै देखि भने यहाँ त लोकल हो खर्या चाहिँ के हुन्छ अरे खार्जे खर्या उसमा त हुँदैन मैले अब फ्याक्टा फाइनली रोटी बनेर सक्यो कस्तो गर्मी छ है मेरो माथि बस्न नसकेको आमा एक टुरो रोटी खाँदैन आफू पकाउन लाग्यो आमा खुवाउने औँसी हुन्छ छोरीहरूले खानी जाने आमाको नाम छोरीको काम भन्छ ब्लॉग बनाओ हाँ रोड को छेउछाउ भनेको कति रोड गर्ने के भयो पकाउनु होला रहेको अचार घर बस्न बना ठुलो हो के पैसा दिए होइन तपाईँलाई अझ झिक्ने कस्तो गर्मी भयो नि भनेपछि एउटा तल म फेरि कुदा त काट्छु फेरि उता को मान्छे गहिरामा कस्तो देखाएको गहिरा रहेछ क्या अलिअलि फाटा फुटा अनि भुरालाई टिप्न लगाएको भुराले लिनु
त्यो त फेरि बाहिर आन्दोलन भयो क्या भित्र कसले काट्नुपर्छ हामीको त आज त दुई लाखको लुगा बिग्यो बोली पुग्दैन पाएको झन् महँगो बनाएको के भन्छु म हुँदैन uno. Mana itu Pak? Oh? तरकारी नि पाक्यो धुवाले पुरै तुवालो लागे जस्तो
यो जेठो मामाको चुलो हो, यो घर हो जेठो मामाको। हामी चाहिँ उहाँकै किचनमा पकाइरहेछौँ। लाटिरी तिमी बाटिरी यहाँ गर्नु यहाँ लाटिरी तिमी बाटिरी तिमी के खोज्नु पर्यो Happy Mother's Day all the time, all the day, every day. Love you, mom and dad. मेरो छोरा छोरीको सबैको भलै होस्, राम्रो होस्, फुलुन फलुन, मेरो डाँडा खन राम्रो हुन्, डाँडा खोला ढाक्या छन्। अब बाउला खुवाउने मलाई बाउला खाँदै आमाले खुवाउने कि तैँले खुवाउने हो बाउले आमालाई अनि ठुलबाउलाई होइन छोड्दैन उनीहरू मजाले जे गर्नु गर्छ नि हामीले खाइसक्यो भयो त्यति आइहाल्यो। अब कहाँ हुन्छ होइन बाउलाई खुवाउनुपर्छ ल बुढालाई हेप्पी मदर्स डे बुढा आमाको के हो कति भने हो खुसी रमाइलो सानो नगर त्यस्तो केक मन पाऊ त्यो तिमीहरूको बत्ती नै कस्तो उयो है तपाईँहरू खाँदैन खुसी 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 के खुसी मेरो भुरा केटीले खुवाएको मिठो त मेरो बाउ जेठो बाउ मेरो बाउ छोरा मेरो नाति नातिलाई पलातीले खुवाएको मिठो त ठुली जानु तिम्रो माया शीतलु जुन झै आमा तिम्रो काख माया दिने चौतारी पिपलु बडा झै कस्तो मुद्रा हो बत्ती मधुर रहेछ बत्ती अब दुई अझ मालिस पलाती नातिनी साठी 70 वर्ष पलाती ठुली नातिनीको हातको अयो रोटी खाएर कस्तो बिरा भन्छ कि मलाई खाँदैन के अगाडिमा त आई आमा बाबा केक गाला लक्टर पछि खान्छु तर पनि त्यस्तो त्यसो तर खुसी मनाउँछु नि ल 70 80 वर्षमा पलातिनीको खुसी नाच्ने हो बोला पनि चाहियो अलि है छोरा है के
बाला दिने अब खाला घेर्ने बेला भएछ कस्तो बासा त के मिठो बासा मिठो हैछ भन मिठो कसले केही गर्दैन वाह बला बला कति मिठो के मेरो ठुलो भाइको ह्याप्पी बर्थडे ह्याप्पी हजुर बा मेरो भाइको 7 गतेको बर्थडे थियो आज नै मनायो आमाको लागि एकदम खुसी छौँ हामी रमाइलो छौँ रमाइलो भयो खुसी भएको छौँ खाऊ अघि पुगे कति मिठो हिरा यति भने खानु न म खान मन लाग्यो रोटी टोर्ने खाएको अनि मुहा यति भने रोटी टोर्ने खाएको कि तिमीहरू बसेर खान्छु सानोमा खान्छु यहाँ त क्या हो के सबै भइसक्यो काली उनीहरूको लिएर खा के भन्नु ठुलो छोराको काटौँ न मेरो नि भाइको ठुलो छोराको बर्थडे कान्छो छोराले बाँड्यो नाति पराती एकदम मैले खाछन् मिठो छ केक त पर्लै पुल्यो हुँदो रहेछ पहिले त हात कुरा जामा त म त खुसी भएको छु रमाइलो छ मलाई मलाई रमाइलो छ संसारकोले हेर्नु होला मेरो नातिनी पलातिनी पलातीले यस्तो विधि गरेर मलाई यो त मिठै होइन अस्ति नै हामीले नानी हजुरबालाई नि कहाँ मिठो लाग्छ यति खान सबैजना सल जाने खान्छ नला हाम्रो हजुरबा मिनी वाटर खानुहुन्छ अनि दुईटै हजुरबा नि मिठो छ खाइयो अमिलो अमिलो भयो अलिअलि भाइ नै भाइ के अमिलो भयो तेरो मुखामी जेठो भाइको बर्थडे मलाई डेमा जतिको के खाओ हो त्यसकै आता त बर्थडे मामा उता बस्नु भएको चुप भइहाल्यो मलाई मेरो ज्वाइँ दिस दिए नि हुन्छ ठुलो मान्छेले के दियो होइन होइन त्यो त पानी रहेछ पानी रहेछ बाबुको तपाईँ सामने हुनुहुन्छ हुँदैन मामा चाहिँ किन त्यहाँ बस्यो यो त्यतिर यहाँ अर्थ्यो होला यहाँ बसेर मामाहरू माछा कुखुरा मासु दुनियाँ गरी दिदी भन्ने दिदी
ओ त्यो नाले केला नाली सुत्ने ए भगवान भात खान लाग्यो भात 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 खान पर्यो नि। धेरै हुन्छ ल खाऊ खाऊ त्यही खाऊ दिन्छ हाल्नु न के भात धेरै हुन्छ भन्छ नि खान्छु नि राम्रो त्यही अघि मम्मी हेर त्यति खाऊ त्यति सक्छ खाऊ त्यति खाऊ दिदीले त खान्छ उतापट्टि ए आमा अहिले त सक्नु न बाँधी हाम्रो सानदेखि ला बाँधिन् कहाँ आमा मामा ल नि हेर दिदी नि अहिले खान्छु। तिमीहरू त बाटो रहेछ तिमीहरू त बाटो रहेछ बाटो रङ्खा फुट्नु नै पाएन त हो फेरि कस्तो सही सही सुन्छु मम्मीले कसले भएका देख्नुहोस् तैँले म त के पिरेर गइदिनु आनन्द हुन्थ्यो दिदी आमाको भाग यता ल्याउनु त बाउ भएपछि 70 रे मा थाल्छ लास्टमा आएछ पिरो भएर यसलाई चाहिँ गएर सागरमा हाले नि हाल त्यो हामीलाई मतलब भएन कि हाम्रो एउटा मायाको चिनो हो खाना चिसो मलाई एउटै त ए भगवान म भने नि यहाँ पनि भने मैले एउटा घडी पठाउनु म बिस्तारै हिँड बिस्तारै टक्क पानीमा बना खानु भयो मम्मीको औषधि लिएको कति माया गर्छ तिमीहरू केही बुझ्दैन हजुर हाल्दिनु हो गाई झर त त्यो तरकारी हाल्यो हुन्थ्यो त अनि अर्को तरकारी उसको मम्मीको मात्रै ए हाम्रो त ए खिच्दियो के गर्छ भाषा हो तपाईँले
यो जोडेर सबै हाल्छि केरा र मिठो खानु मलाई सुत्नेलाई खाने हो ल चुला यहाँ त आलु खाने के गर्नु आउँछ होइन यस्तो हो आफ्नो बुढी हो होइन मोरे के आउँछ साम सबै दिन्छ दिदीबहिनीहरूले चाहिँ गिलास छोड्छ बाई बाई एभ्रिवान हाम्रो भिडियो सुरुदेखि अन्त्यसम्म हेरिदिनु होला मन परेमा लाइक कमेन्ट सेयर सब्सक्राइब कमेन्ट गरिदिनु होला धन्यवाद बाई बाई